के तपाईहरुलाई खाना बनाउन अल्छी लाग्छ? त्यसो भए चिन्ता नगर्नुस्, मलाई पनि अल्छी लाग्छ। अब आउनु सँगै बनाऊँ। पहिला कुकर बसाल्नुस्, कुकर तात्न दिनुस्। कुकर तात्न दिएपछि घिउ राख्नुस् थोरै। मलाई फेरि चम्चा झिक्नु दो परे, चलाउनेले नै झिकेर राखेँ। अनि घिउ अलिअलि रातो रातो हुन लागेपछि बेसार राखिदिनुस्। बेसार अनि चलाउनुस्। चलाएर त्यसमा थोरै चामल एड गरिदिनु। म चाहिँ एक्लैलाई बनाउन लाग्यो भएर थोरै चामल छ। अनि यसलाई बेसरी चलाउनुस् 2-4 पटक, त्यो सुक्नसम्म चलाइराख्नु। अनि रातो हुन लागेपछि थोरै चिनी राखिदिनु। गुलियो मन पर्ने भयो धेरै पनि राख्नु, मलाई चाहिँ गुलियो ठिकै लाग्छ। अनि थोरै राखेछु। अनि चलाउनु, रातो हुन दिनु। अलिअलि हल्का रातो हुन दिनु, धेरै रातो हुन दिन परेन। अनि थोरै रातो भएपछि पानी राखिदिनुस्। अनि यसो चलाउनु। अनि यो अलिअलि उम्लिन दिनुस्। अनि जेसुकै गर्नुस् भन्न भएन। त्यसपछि यसलाई उम्लिन दिनुस् राम्रोसँग। यता हेर्नु, मैले खाना पकाउन सिकाउँदैछु हजुरहरूलाई, राम्रोसँग पकाउनुस् त्यहाँ। अब हेर्नु त्यो उम्ल्यो। अब त्यसमा बिर्को लगाउने। अनि सिटी लाग्छ हेर्नु। बिर्को लगाएको 2 मिनेटमा भर्र सिटी लाग्यो। सिटी लगाएपछि 2 सिटी लगाइदिनुस्, धेरै नलगाउनुस्, 2 सिटी लगाउनुस्। अनि हाम्रो खाना रेडी हुन्छ। सिटी फालेपछि कुकर खोलेर हेर्नुस् पाकिसक्यो। मेरो चाहिँ पाकिसक्यो, रेडी भयो। कुकर छ एक पाथीको, पिँधमा छ खाना चाहिँ। मेरो आजको भात रेडी भयो है। म सानोमा पहेँलो भात भन्थेँ, तर के हो मलाई पनि थाहा छैन यसको नाम। मैले पकाउनु जाने हो, यस्तै बनाउने खाने गर्छु। हजुरहरूले पनि बनाउने खाने गर्नु यस्तै गरेर। अनि अब थालमा राख्ने। अनि थालमा राख्ने, कुकर रित्ताउने है त, सबजनाले कुकर रित्ताउने। त्यस्तै गरेर अनि थालमा राखेर भित्र गएर अचार राख्ने। रुममा गएर खानु पर्यो नि, किचनमा बसेर खान च्याउ लाग्छ कि मलाई। अनि खाना रेडी भयो है त मेरो। मैले खाएँ ल, सक्यो ल, बाई बाई।